श्रीमान नहुनुको पीडा श्रीमान नहुनेलाई मात्रै थाहा छ। मेरो पछाडि देखिएको भिडियो छ नि, यो भिडियोले सारै मन छोयो। सबैभन्दा पहिला यो भिडियोलाई हेरौँ है त। वास्तवमा के हामी चिन्दैनौँ पनि कहाँको के को हो। कुनीमा बसिराख्नु भएको छ। बहिनी के बच्चाहरू पर खेल्दै थियो, बच्चाहरू किन छोड्नु? मेरो घर पनि छैन दाइ, हामी आज 4-5 दिन भयो यहाँ बस। खासै के भएको तपाईलाई? बुढो मरेर यहाँ आएर बस्नु, हाम्रो घर पनि छैन दाइ। बुढो कहाँ जाँदै गर्दाखेरि मरेको? के भन्नुहुन्छ हौ? इन्डिया जाँदाखेरि। इन्डिया जाँदा मरेको? हजुर। अनि खाना नि खानु भएको छैन? अनि के भयो त? अनि त्यसपछि यहाँबाट गयौँ इन्डिया बर्डरमा पुगेपछि मेरो बुढो मर्नु भयो। अनि त्यहाँको पुलिसहरूले यो लगेर लान्छ, अनि हामीलाई चाहिँ यता टिकट काटेर पठाइदिएको। पैसा छ कि छैन अहिले? छैन, 1 रुपियाँ छैन। 4-5 दिन भयो हामी बोको बसेको। ला, अनि कहाँ घर पनि छैन? बुढा चाहिँ खासमा के भएर बित्नु भयो खासै? जाँदाखेरि ट्रेनमा पेट दुख भन्नु हुँदै थियो, अनि त्यति हो। बिमार चाहिँ केही होइन। त्यहाँ बित्नु भयो? काम गर्नु इन्डिया जाँदै हुन्थ्यो? काम गर्न नेपालमा बसेर। अनि 5 दिनदेखि यहीँ बस्नु भएको? अनि पानी पर्छ? पानी परेर के गर्नु त, यस्तै घर छैन, अब यस्तैमा बस्नु पर्यो। अनि कोठा भाडामा बस्नु भएन? कोठा भाडा तिर्न नसकेर चाबी लगाइदिरहेछन्। ला, अनि यस्तोमा अनि यो परालले बिजाउँदैन? बिजाउन त बिजाउँछन् दाइ, के गर्नु होला? गर्मी छ, मच्छर होला, सर्पा होला। सर्पलाई यस्तो बच्चाहरू त्यसरी नगर्नु बहिनी। केही छैन तपाईँको? केही छैन, 2टा छोरा बाहेक। तपाईँको नाम चाहिँ के हो? लक्ष्मी। लक्ष्मी के हो? मोरा परिवार? हजुर, लक्ष्मी परिवार। हजुर। ए, अनि यो कति वर्षको यो सानो बच्चा चाहिँ? सानो 3 वर्षको, यो 5 वर्षको भयो। अब के गर्नुहुन्छ त बहिनी? अनि अब के गर्नु चाहिँ काम गर्नु भने मेरो एउटा हात एउटा खुट्टा पनि चल्दैन। हो र? कस्तो छ खै देखाउँ त। यस्तो दाइ चल्दैन मेरो हात। ए, हुँदैन। यस्तो कामी रहेछ त? अनि यस्तो कामी रहेछ त हात? नि कति सानो हात यो? तपाईँको छोराको जत्रै छ त, बच्चाको जस्तै? चल्दैन दाइ, मरौँ भने पनि 2टा छोराको बिजोग दिएन। होइन नमर्नु, बच्चाहरूको बिजोग छ, सानो बच्चा छ, यी बिचराले के थाहा त? 5 वर्षको 3 वर्षको होइन? हजुर। किन मर्नुहुन्छ त बहिनी? अनि यिनीहरूले पाल्न सक्दिन, काम गर्न सक्दिन, नमरौँ त के गरौँ? पुरानो घर चाहिँ कहाँ खास तपाईँहरूको घर चाहिँ? हाम्रो पुरानो घर बुढाको घर चाहिँ हलेसी हो। मेरो बुढाको म भन्दा पहिलेको बुढी पनि छ, अनि उहाँ जाऊँ त उहाँको मान्छेले हेर्न सक्दैनन्। योभन्दा पीडा त के हुन्छ त देवेन्द्र सर? अब के गर्न सकिन्छ त? अनि तपाईँको बुढाको श्रीमतीले थाहा पायो त बुढो मरेको? थाहा दिएको मैले। के भन्यो त उहाँले? त जा बार हामीलाई मतलबै छैन, मेरो छोराहरू यहीँ बार्छन्, हामी यति बार्छौँ। अनि माइती चाहिँ कहाँ हो तपाईँको? मेरो माइती पनि खोटाङै हो। अब यस्तो बिजोग छ हेर्नु, अब यो यस्तो हाल पानी पर्छ, अनि त्यसो गर्दाखेरि अनि दाइ जसरी भए पनि बस्नु त पर्यो नि। घर पनि चाबी लगाइदिए, अर्का घरमा जुठो पनि बार्न दिएनन्। कहाँ गएर बार्नु? ओ माइ गॉड, जुठो बार्नु भएको छैन अहिलेसम्म? बारेको हिजोसम्म ठाडो क्रिया गरेको मैले। जङ्गलमै गर्नुभयो? यहीँ बसी किन गरेको? ल हेर्नुहोस्, आफ्नो श्रीमान मर्दाखेरि जुठो मार्दा पनि यहीँ बसी उहाँले मार्यो। कसैको घरमा शरण पाएन भन्ने खालको धेरै रुएर गुनासो गर्नुहुन्छ। नरुनु पर्ने। अनि अब यस्तो सानो बच्चा छ, अब के गर्नुहुन्छ त? अब हामी त यसो भिडियोमा देखाउने मात्रै हो तपाईँको पीडा होइन? हजुर, अब के गर्नु?
अब यस्तै चाहिँ भागे। यो भिडियो हेरिसक्नुभयो। यो भिडियो हेरिसकेपछि साँच्चीकै मन भारी भएर आएको छ। श्रीमान नहुनुको पीडा देख्नेलाई के थाहा, भोग्नेलाई थाहा हुन्छ। उदाहरण यिनै चेलीलाई हेर्नुस्। यो भिडियो हेरिसकेपछि नरुने भनेको कमै मात्रामा होलान्। साँच्चीकै भन्ने हो भने यो भिडियोले मन छोएको छ, मन भारी बनाएर आएको छ। तपाईहरु के भन्न चाहनुहुन्छ उहाँलाई? तपाईहरुका मनमा लागेका कुराहरू तपाईले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ।